हेलो एभ्रिवान, आज पनि हामी आएको छौँ पशुपतिभित्र रहेको सुन्दर पार्कमा घुम्नको लागि। र मैले बाहिर त भिडियो बनाएन, भित्र चाहिँ हामी यो गेटबाट चाहिँ प्रवेश गरेको छौँ। र अब चाहिँ हामी यहाँको पार्कहरूमा घुम्न जाँदैछौँ र ठाउँ चाहिँ निकै रमाइलो र राम्रो र सुन्दर रहेछ। र शनिबारको दिन परेको हुनाले धेरैजना अरू पनि घुम्ने मान्छेहरू चाहिँ हुनुहुन्छ। र हामी पनि 2-3 जना साथीहरू घुम्न गएको थियौँ। र अब हामी चाहिँ हेर्दैछौँ र फोटोहरू पनि खिच्दैछौँ है। र मैले चाहिँ यतातिर आएर भिडियो पनि बनाएँ, उहाँहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ। र एकदम हरियाली र आजको मौसम पनि राम्रो थियो, मौसम सफा थियो, काम पनि लागिरहेको थियो। अनि उहाँहरू भिडियो गराउँदै गर्नुहुन्छ, म चाहिँ यहाँको यो हरियाली एकदम क्याप्स गर्न मन लाग्यो, त्यही भएर चाहिँ मैले चाहिँ भिडियो बनाउँदैछु। र उहाँहरू पनि आइपुग्नु भएर हामी अलिकति परतिर साइडमा जाँदैछौँ फेरि फोटो भिडियो बनाउनको लागि भन्दै है। तपाईँहरू आउनुभएको छ कि छैन? यो पार्क चाहिँ हुन त यति नजिकै हो, तर हामी पनि फर्स्ट टाइम गएको हो। तर पार्क चाहिँ राम्रो रहेछ, तर हामी पनि गएको थिएनौँ। तर मलाई चाहिँ गएपछि त्यहाँको ठाउँहरू चाहिँ निकै आनन्दित र शान्त वातावरणमा रहेको, मजाले दिनभरि बस्न जाने जस्तो ठाउँ रहेछ। तर हामीसँग खासै समय नभएर चाहिँ हामी एकछिन मात्र गयौँ। उहाँहरू फोटो खिच्नलाई पालक बुल्दै हुनुहुन्छ, त्यहाँ धेरैजना हुनुहुँदो रहेछ। त्यही भएर अब चाहिँ हामी अर्कै ठाउँमा जानुपर्ने। र उहाँले चाहिँ फेरि त्यहाँ खै के को बिरुवा पो हो भनेर सुँगेर पत्ता लगाउँछु भन्दै हुनुहुन्थ्यो, मैले चाहिँ चिन्न सकिनँ। अनि यता चाहिँ झन् राम्रो छैन, त्यो हरियाली है, आनन्दको ठाउँ रहेछ। अनि कोही फेरि उता आफ्नै पारामा माथि भिडियो बनाउँदैछन्, हेर्नु त यता भिडियो बनाउने मान्छेको पारा। अनि अब हामी यहाँबाट पनि निस्किएर अर्कै ठाउँमा जान्छौँ। तर एरिया चाहिँ ठुलै रहेछ, घुम्नको लागि अलिकति टाइम हुने हो भने मजाले बस्ने घुम्नु गर्ने स्पेस चाहिँ राम्रो छ है। र आयौँ हामी अलिकति माथि अर्कै ठाउँमा आयौँ, जहाँ तपाईँ देख्नुहुन्छ सल्लाह पनि छ, ड्रागन फ्रुट छ, सनफ्लावर पनि छ है। यहाँ पनि निकै राम्रो छ। र उता फेरि पोजहरू गइरहेको हुन्छ, उहाँको छुट्टै पोजहरू छ है, एकदम रमाइलो पनि भयो। एकछिन भए पनि हामी यहाँ आएर रमाइलो गऱ्यौँ, घुम्यौँ। र तपाईँहरू पनि आउनुभएको छैन भने यहाँ आएर घुम्नु होला, आनन्द लिनु होला। अब भने हामी चाहिँ फर्किनु पर्ने हुन्छ, हामीसँग टाइम खासै छैन, त्यसैले अब चाहिँ हामी त्यहाँबाट रिटर्न हुन लागेको। राम्रो भिडियो अन्तिमसम्म हेर्नु होला र लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। हामी पनि अब नेक्स्ट टाइम आउनु पर्ला भनेर चाहिँ हामी यहाँबाट निस्किनु लागेको। मान्छेहरू आउँदै हुनुहुन्थ्यो, बढ्दै थियो सङ्ख्याहरू। बाई बाई एभ्रिवान, थ्याङ्क्स फर वाचिङ।